आज हजुरहरूलाई फुटवर्क सिकाउँदैछु खुट्टाको स्टेप। तपाईँहरूले चाहिँ यो हिपहपको लागि एकदमै फेमस स्टेप हो, हजुरहरूले चाहिँ सिक्नु होला। फर्स्टमा चाहिँ यो अनि तपाईँको देब्रे खुट्टा चाहिँ पछाडि स्लिप गर्ने, यसलाई चाहिँ अगाडि राख्ने है। फेरि प्रेस गर्नेछौँ 1। जस्तै तपाईँले यसलाई स्लिप गर्दाखेरि यो खुट्टालाई राखिदिनु। पहिला चाहिँ यो खुट्टालाई उठाउनु अनि यसलाई स्लिप गर्नु, अगाडि राख्नुहोस्। अनि फेरि यसलाई उठाउनुहोस्, यसलाई स्लिप गर्नुहोस्, अगाडि राख्नुहोस्। फेरि स्लिप गर्नुहोस्, अगाडि राख्नुहोस्। स्लिप अगाडि, स्लिप अगाडि, स्लिप अगाडि, फास्ट। फेरि हामी सुरुदेखि सिक्नेछौँ। अनि तपाईँले चाहिँ सिक्दाखेरि देब्रे खुट्टालाई अगाडि राख्नुहोस्, दाहिने खुट्टालाई पछाडि, अनि स्लिप डाउन, स्लिप डाउन, स्लिप डाउन। अब खुट्टालाई चाहिँ स्लिप गर्दाखेरि तपाईँले यो खुट्टालाई चाहिँ स्लिप गर्नुहोस्, यसलाई चाहिँ पहिला स्लिप गर्नु सिक्नुहोस्। खुट्टा दुईवटा राख्ने, यसलाई अगाडि राख्ने, स्लिप स्लिप, फेरि स्लिप, फेरि स्लिप डाउन। अब यो खुट्टालाई गरौँ है, स्लिप स्लिप, फेरि अगाडि राखौँ, स्लिप, फेरि अगाडि राखौँ, स्लिप, र फेरि सुरुदेखि स्लिप डाउन, स्लिप डाउन, स्लिप डाउन, स्लिप डाउन। यसलाई चाहिँ तपाईँले चाहिँ घरमा प्र्याक्टिस गर्दै, अझ फेरि प्र्याक्टिस भिडियोलाई रिभर्स गर्दै हेर्दै, फेरि भिडियोलाई फेरि सुरुदेखि हेर्दै, फेरि सुरुदेखि बार बार हेर्नुभयो भने, बार बार प्र्याक्टिस गर्नुभयो भने आउँछ। फेरि हामी गर्नेछौँ 1 2 3 4 5 6 7 8। अनि यो स्टेप पहिलो स्टेप भइहाल्यो। दोस्रो स्टेप यो खुट्टालाई पछाडि हाल्ने, अगाडि हाल्ने, ओके। ब्याक साइड, ब्याक साइड। तपाईँले गर्दाखेरि चाहिँ यो खुट्टालाई पछाडि, यो साइड झुक्ने आफूलाई, यो खुट्टाले किक हाल्ने होइन। फेरि यो खुट्टा पछाडि लिने, यो खुट्टा हाल्ने है। यसलाई फास्ट गर्नुपर्छ। 1 2, फेरि 3 4, फेरि सबैले 1 2। अब यसलाई फास्ट गरेर चाहिँ आउँछ 1 2 3 4। सबैले 1 2 3 and 4 है। सबैले 1 2 3 4। जस्तै कि यो खुट्टालाई चाहिँ पछाडिदेखि अगाडि हाल्ने, फेरि यसलाई पछाडिदेखि अगाडि हाल्ने है त। फेरि 1 2 3 4। फेरि सबैले गर्नेछौँ 1 2 3 4 है। फेरि ब्याक साइड, ब्याक साइड। तपाईँले चाहिँ 1 2 3 4। जस्तै 1 2 1 2 है। ब्याक साइड, फेरि यता आइहाल्ने, ब्याक राखिहाल्ने, साइड, फेरि ब्याक साइड, फेरि ब्याक साइड है। तपाईँले चाहिँ यसलाई पछाडि हाल्ने, अगाडि तान्ने, फेरि यसलाई पछाडि हाल्ने, अगाडि तान्ने, फेरि यसलाई पछाडि हाल्ने, अगाडि तान्ने, फेरि पछाडि अगाडि, पछाडि अगाडि, पछाडि। यसरी फास्ट हुन्छ। र फेरि हामी गर्नेछौँ सुरुदेखि 1 2 3 4 5 6 7 8। अब सेम अर्को स्टेप, अलिक डिफ्रेन्स। 1 2 3 4 5 6 7 8। यो खुट्टालाई पछाडि अगाडि, पछाडि अगाडि। जस्तै हजुरहरूले बार बार प्र्याक्टिस गर्नुभयो भने 1 2 3 4 यो चाहिँ आउँछ है। फेरि हामी सुरुदेखि गर्नेछौँ 1 2 3 4 5 6 7 8। फेरि 1 2 3 4 5 6 7 8, ओके। यो भयो। यसलाई चाहिँ अझ फेरि हामी प्र्याक्टिस गर्नेछौँ सुरुदेखि। पहिला चाहिँ यो खुट्टा 1 2 3 स्लिप गर्न चाहिँ हजुरलाई अगाडि पनि सिकाएको छु, फेरि सिकाउनेछु। 1 राख्ने, फेरि स्लिप, फेरि यो राख्ने। योलाई स्लिप गर्दाखेरि यो चाहिँ अगाडि राख्ने। जुन खुट्टा स्लिप गर्नु छ अर्को खुट्टालाई चाहिँ अगाडि राख्नु होला। फेरि हामी गर्नेछौँ 1
2 3 4 5 6 7 8 पछि चाहिँ यो आउँछ है फेरि अब अर्को स्टेक 1 2 3 4 5 6 7 8 अब यसलाई चाहिँ तपाईँले गर्दाखेरि 1 2 3 4 5 6 7 8 1 2 3 4 हुन्छ